नानी एकचोटि कन्ट्याक्टमा आइज बाबा यस्तो ठाउँमा छु भन्, तैँले हजारौँ गल्ती गरे पनि हाम्रो लागि तेरो गल्ती के गल्ती हुँदैन, किनभने हामी भनेको तेरो बाउआमा हो। मलाई त लाग्थ्यो हिजोसम्म मेरो छोरी सानै छ, तर यस्तो मैले त विश्वासै अघिल्लोचोटि पनि मम्मीहरूले भन्नुभयो छोरी त भागी भन्दा मैले विश्वास गरेको थिएन। अनि बल्ल फोटो देखिसकेपछि यो फोटो देखिसकेपछि मलाई बल्ल विश्वास भयो कि छोरी भागेको रहेछ भनेर। छोरी तिमी जहाँ छौ फर्केर आऊ होइन, तिम्रो लागि हामीले धेरै गरेको हो। अघिल्लोचोटि तिमी भागेर जाँदा पनि घर परिवार कसैले एक्सेप्ट गरेको थिएन। मैले के भने चाहिँ अब एसएलसी दिने हो, अहिलेचोटिमा एसएलसी देऊ, पछि उमेर पुगेपछि त्यही केटा बिना तिमी बाँच्न नसक्ने भएछौ भने नि दिउँला होइन। हामीले यस्तो तरिकाले कुरा गरेका थियौँ। अनि ल्याएर घरमा नानीलाई राखिसकेपछि अब मलाई हरेक चिजमा विश्वास दिलायो। मेरो छोरोलाई डान्स स्कुल लिएर जाने, डान्स स्कुलबाट लिएर आउने, यस्तो मजाले कि हामीले त केही शङ्का मान्ने जस्तो ठाउँै भएन क्या। अनि त्यसपछि मैले के भने, ल ठिक छ नानी बस, यो टिभी बिग्रेको थियो, म चाहिँ दुबई बस्छु, अनि मलाई बाबा टिभी चाहिन्छ भनेर भन्यो। मैले टिभी पठाउने कोसिस पनि गरेँ, तर कोरियरमा अलिकति महँगो भन्यो, मैले पठाउन सकिनँ। सबै चिज गर्दै गर्थेँ। अनि एक्कासी कस्तो भयो भने चाहिँ म ड्युटीमै थिएँ, मम्मीले मलाई फोन गर्नुभयो, रितिका त छैन घरमा भन्नुभयो। मैले भने अब त्यस्तै समथिङ सन्डे मन्डे ट्युसडेको कुरा हो। मैले किन आत्तिनुहुन्छ, स्कुल पढ्ने बच्चा हो, स्कुल पढ्न गयो होला, अब त्यस्तो त गर्ला भन्ने त हामीले सोचेको पनि थिएनौँ। अनि बित्दै गयो, राति भइसक्यो, घर फोन गरेको आएन। नआइसकेपछि अनि मैले केटाको घरतिर कुरा गर्न लगाइसकेपछि आखिरी गर्दा गर्दै त्यही केटासँग गएको रहेछ केटी चाहिँ। अनि मलाई चाहिँ सबैलाई ब्लक गरे पनि मलाई टिकटकमा ब्लक गरेको थिएन। मलाई टिकटकमा ब्लक नगर्दाखेरि मैले के भने, नानी जाऊ एसएलसी छ, एसएलसी दिन जाऊ होइन, पछि सोचौँला केटाले पनि अब हुन्छ नि, अब मायै गर्ने भएछ भने 1-2 वर्ष कुर्न त उसले नि सक्छ भनेर त्यस्तो तरिकाले सम्झाएको थिएँ। नाइ बाबा म जाँदिनँ भन्यो। अनि मैले कलै गरेँ, हेर्नु म्यासेन्जरमा कल गर्दाखेरि दुबईबाट, अनि नानीले कुरा गर्दाखेरि केटाले पछाडिबाट हल्का त्यो थर्काएको जस्तो आवाज आयो क्या, थर्काएको जस्तो, राख फोन, आफ्नो मान्छेसँग कन्ट्याक्ट नगर, भेटायो भने लैजान्छन् तँलाई र मलाई छुटाउँछन्, फोन राख भन्ने जस्तो कुरा गरेर उसले फोन राखिदियो। फोन राखेपछि राख्ने बित्तिकै ब्लक, त्यसपछि त फोन राख्ने बित्तिकै ब्लक, सबै चिजबाट ब्लक गरेँ। अनि यताउति उसको स्कुल पढ्ने साथी बहिनीहरूसँग कन्ट्याक्ट गर्दाखेरि, यता छिमेकीसँग कन्ट्याक्ट गर्दाखेरि यहाँबाट तिनीहरू भागेर आजमगढ गएका रहेछन्। आजमगढमा तिनीहरू अब कति दिन बसे, अब कोठामा बसे। अनि जो साथीको कोठामा बसे, वो साथीको भनाइ के छ भनेपछि घर परिवारसँग मध्ये एकजनासँग कन्ट्याक्ट हुन्छ गरे उनीहरूको, तर कोसँग हुन्छ के हुन्छ उसले अब त्यो सोध्यो भने त शङ्का पनि भयो नि त, पक्कै केटीको घरतिरबाट यसलाई गर्न लगायो भनेर शङ्का हुन्छ भनेर उसले सोधेन। अनि उसको जुन अब भनौँ न मेरो छोरी लगेको केटा छ, ऊ केटाको फेसबुक चाहिँ मेरो त्यो साथीकोमा रहेछ। अनि त्यो मेसेन्जर च्याटमा हेर्दाखेरि चाहिँ कमला भन्ने उसको दिदी, कमलासँग यो जुलाई 8 तारिकसम्म राति लगभग तपाईँको भिडियो कल 2 मिनट हो कि 3 मिनट समथिङ छ, मैले यहाँ रेकर्ड पनि गरेर राखेको छु। 2-3 मिनट कुरा छ भनेपछि त के छ कस्तो छ भन्दैमा 2-3 मिनट त लाग्दैन होइन। उसले पक्कै पनि म यस्तो ठाउँमा छु दिदी भनेर एउटा घर परिवार ठुलोकै सपोर्ट पाएर उसले त्यतिसम्म आँट गरेको छ। नत्र अब उनीहरू भाग्दाखेरि 1 रुपियाँ पनि छैन। हाम्रो नेपालमा त ल आज कसैको घर बसौँला, भोलि कसैको घर बसौँला, त्यस्तो गर्दा गर्दै 1 महिनासम्म त बित्छ। तर इन्डियामा त सबै परदेश हो, कमाउन गएको, बिना पैसा त बिना कामको त कसैले नि राख्दैन। घर परिवारको सपोर्ट नभइकन त्यो ऊ छैन। मैले यति भन्छु कि मैले इलाकामा पनि केस हालेको छु, माइती नेपालमा पनि केस हालेको छु। उनीहरूको बाउहरूले सिम्पल एउटा शब्द, खै मलाई थाहा छैन, त्यो थाहा छैन भन्ने शब्दै हुँदैन। मेरो नाबालिग छोरी लैसकेपछि त्यो शब्द आउँदैन। उनीहरूले चाहे रात दिन नभनिकन उनीहरूले खोज्नुपर्छ। भोलि बिहान मेरो छोरीलाई तलमाथि केही भयो भने मैले उनीहरूलाई छोड्नेवाला छैन, किनभने मैले मेरो छोरीको लागि यति दुःख गरेको छु कि मेरो पनि भर्खर कलकलाउँदो लाउला खाउला भन्ने उमेरमा म विदेश गएर छोराछोरीको लागि हेरिरहेको छु। हरेकचोटि छोरीले बाबा मलाई पैसा चाहियो भन्दाखेरि मसँग होस् नहोस् साथीसँग सरसापट्टि मागेर मैले पठाएको छु भनेपछि मैले मेरो छोरीलाई त्यसरी हुर्काएको छु। न मेरो छोरीलाई चिया बनाउन आउँछ, न मेरो छोरीलाई भात पकाउन आउँछ, कसरी राखेको होला उसले त्यो ठाउँमा होइन। उसलाई पनि त पछुतो होला, अब भागेर गइसक्यो, छोरीलाई बाउआमाले बोलायो जाउँ, राख्छन् कि राख्दैनन् भन्ने एउटा मनमा फिलिङ होला। बच्चा हो, टिनेजमा हामीले पनि त्यस्तो गऱ्यौँ होला, हाम्रो पनि टिनेज पास भएको हो, हामीले पनि त्यस्तो गऱ्यौँ होला। तर अब अहिले नानीलाई पछुतो लागे पनि यहाँ आउन सक्ने क्षमतै छैन नानीको, न गाडी भाडा छ उसँग, न इन्डिया जिन्दगीमा भने त यो कोलपुर र नेपालगञ्ज बाहेक मेरो छोरीले अन्त काहीँ पनि देखाएको छैन भनेपछि एकैचोटि इन्डिया पुऱ्याइदियो त्यो मान्छेले। अनि उसको साथीको भन्नमा आउँछ रक्सी खान्छ अरे, रक्सी खाएर बा पिट्छ कि भोलि बिहान अब केटा हेर्दै केटा गजडिया होइन भन्दा पनि हो जस्तो छ। भोलि बिहान त्यसैको लागि मेरो छोरी बेचिदिने हो कि? अब सिसी क्यामेरामा मदन चोकमा हेर्दा त त्योसँग लगेको देखिएन
एउटा मौखिकको हिसाबले त्योसँग छ भन्ने थाहा पाएको। भोलि बिहान बेच्देला हामीसँग प्रमाण नहोला, हामीले के गर्ने त होइन। त्यही भएर जहाँ छ जस्तो छस् नानी एकचोटि कन्ट्याक्टमा आइज, बाबा यस्तो ठाउँमा छु भन्। तैँले हजारौँ गल्ती गरे पनि हाम्रो लागि तेरो गल्ती के गल्ती हुँदैन, किनभने हामी भनेको तेरो बाउआमा हो। मलाई त लाग्थ्यो हिजोसम्म मेरो छोरी सानै छ, तर यस्तो मैले त विश्वासै अघिल्लोचोटि पनि मम्मीहरूले भन्नुभयो छोरी त भागी भन्दा मैले विश्वास गरेको थिएन। अनि बल्ल फोटो देखिसकेपछि यो फोटो देखिसकेपछि मलाई बल्ल विश्वास भयो कि छोरी भागेको रहेछ भनेर। अब हेर् यस्तो मान्छे छ, यो केटाले पनि काम भन्ने बित्तिकै पाउँदैन। सितिमिति अहिले नेपालको इन्डियाको देशभरि कस्तो छ नेम भनेको, आफ्नो प्रमाण नभइकन कसैले नि काममा दिँदैन। दुइटै नाबालिग छन्, के गरेर खान्छन् यिनीहरूले? गिटी कुटेर खाम भने पनि यिनीहरूलाई गिटी कुट्न दिन्न, भनेपछि मागेर खाम भने नि माग्न पनि यिनीहरूलाई माग्यो भने नि पैसा कसैले दिन्न। त्यत्रो अर्काको ठाउँमा गएको छन् होइन। उनीहरूको म त भन्छु घर परिवार नभई साथ कसैको पनि छैन, किनभने बाउआमाको अगाडि बाउले नगर्ला तर आमाको अगाडि छोराछोरीले जति गल्ती गरे पनि धाकछोप गर्छ। ल ठिक छ, उसको बाउलाई केही थाहा नहोला, तर आमालाई चाहिँ 100% म लेखेर भन्छु, आमालाई चाहिँ थाहा छ। उसको दिदीसँग पनि कुरा भएको छ। अब मैले लास्ट यति भन्न चाहन्छु, छोरी तिमी जहाँ छौ जस्तो छौ राम्रै होला, एकचोटि बाबासँग कन्ट्याक्ट गर, फर्केर आऊ, एसएलसी देऊ। एसएलसी दिइसकेपछि होइन बाबा म त्यो केटा बिना बाँच्न सक्दैनौ भन्छौ भने ठिकै छ, हामी त्यसैलाई अन्माएर पठाइदिउँला होइन। तिम्रो लागि त्यसले तिमीलाई चोखो माया गर्छ भने तिम्रो लागि 2-3 वर्ष त्यो केटाले कुर्न सक्दैन भने हामी तिम्रो बाबाआमा पनि तिम्रो खुसीको लागि राम्रो केटा खोजिदिउँला अन्त होइन, गरिदिउँला। तर बाउआमाको कन्ट्याक्टमा आऊ, यति नै भन्न चाहन्छु।